हाई वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै हुनुहुन्छ। आजमा हाम्रो याङसान युनिभर्सिटीको याङसान क्याम्पस जुन चाहिँ याङसानमा छ, जहाँ चाहिँ हाम्रो इन्जिनियरिङ बेसिकल्ली कम्प्युटर इन्जिनियरिङको पढाइ हुने गर्छन् इन्टरनेसनल स्टुडेन्टहरूको लागि, जहाँ चाहिँ म्याक्सिमम नेपाली स्टुडेन्टहरू पनि आउने गर्छन् कम्प्युटर इन्जिनियरिङ गर्नलाई। आज हामी त्यहाँको फुल भ्लग कम्प्युटर इन्जिनियरिङ ब्लगको फुल ब्लगको टुर भिडियो लिएर आएका छौँ। लेट्स एक्सप्लोर द याङसान युनिभर्सिटिज याङसान क्याम्पस। यो चाहिँ हाम्रो याङसान युनिभर्सिटीको याङसान क्याम्पस हो, जुन चाहिँ हेयोन्देमा छ। यहाँबाट हामी डोममा बस्ने विद्यार्थीहरू बिहान बिहानै क्लास भएको दिन, याङसानमा क्लास भएको दिन याङसान युनिभर्सिटीबाटै युनिभर्सिटीको बस चढेर जाने गर्छौँ। र आज चाहिँ मेरो मङ्गलबार याङसानमा क्लास भएको हुनाले बुसानबाट याङसान क्याम्पस याङसानमा जाँदैछौँ। लेट्स गो एन्ड ह्याभ अ लुक। यो चाहिँ हाम्रो याङसान युनिभर्सिटी हेयोन्देको इन्ट्रान्स गेट हो। यहीँबाट हाम्रो याङसान जाने युनिभर्सिटीको बस लाग्ने गर्छ र यहीँबाट हामी चढेर जाने गर्छौँ। यो चाहिँ हाम्रो याङसान युनिभर्सिटी जाने बस। फाइनली हामी याङसान आइपुगेका छौँ। यो चाहिँ हाम्रो याङसानको इन्ट्रान्स। यही हो हाम्रो याङसानमा भएको कम्प्युटर इन्जिनियरिङ पढाइ हुने याङसान क्याम्पस। त्यो माथि देखाएको ब्लक 1 मा चाहिँ हाम्रो कम्प्युटर इन्जिनियरिङको पढाइ हुने गर्छन् र त्यही हो हाम्रो इन्जिनियरिङ ब्लक। अहिले हाम्रो मिड टर्म इक्जाम स्टार्ट भइसकेको छ। यही हप्ताबाट हाम्रो मिड टर्म इक्जाम स्टार्ट भएको हो। सो आज पनि हाम्रो 3वटा सब्जेक्टको इक्जाम परेको हुनाले आज हामी इक्जाम सँगसँगै यहाँको इन्जिनियरिङ ब्लकको सर्ट टुर दिनेछौँ। यो हो हाम्रो वेब प्रोग्रामिङ पढाइ हुने क्लास र हाम्रो आजको इक्जाम पनि यही क्लासमा भएको थियो। वेब प्रोग्रामिङको इक्जाम भएको बेला चाहिँ भिडियो बनाउन पाइन्न, द्याट्स वाइ इक्जाम सके पश्चात बनाएको भिडियो हो यो। आज हाम्रो 3वटा इक्जाम भएको हुनाले यो चाहिँ फर्स्ट अर्थात् पहिलो इक्जाम भएको क्लास हो। बाँकीको 2टा इक्जाम भने अर्को क्लासमा भएको थियो। कति में छ प्रिभ्यू में देखो ना, प्रिभ्यू में
पहिलो वेब प्रोग्रामिङको इक्जाम भइसके पश्चात हामीले बिचमा 3 घण्टाको ब्रेक पाएको थियौँ एन्ड देन हामी क्याफेटेरिया गएको थियौँ। यो चाहिँ हाम्रो खाजा खाने ठाउँ। यहाँ हामीले खाजा पाउने गर्छौँ र यहीँबाट हामीले खाजा अर्डर गरेर लिएर बाहिर बसेर भित्र प्याक भएको हुनाले बाहिर बसेर खाजा खायौँ। म्युजिक हालिदिन्छु। तो गाइस हम लोग खा रहे हैं के खा रहा है? चिकन भात। हेलो गाइस। खाजा खाइसके पश्चात हामी पूर्ण 2वटा इक्जाम दिन भित्र गयौँ। यो हाम्रो ब्रेक सिस्टम, यो हो फ्रन्ट डिस्क ब्रेक, ABS सिस्टम र यो रियर डिस्क ब्रेक। यो चाहिँ साइड लिभर, यो ब्रेक हान्ने प्याटर्न। फर्स्ट इक्जाम सके पश्चात हामी सेकेन्ड इक्जामको लागि क्लास चेन्ज गऱ्यौँ र यो चाहिँ हाम्रो सेकेन्ड इक्जाम दिने क्लास र विद्यार्थीहरू भरिभर हो। सेकेन्ड इक्जाम सके पश्चात हामी पूर्ण थर्ड इक्जामको लागि क्लास चेन्ज गऱ्यौँ र थर्ड फ्लोरबाट फोर्थ फ्लोरको हलमा जाँदैछौँ। यो हो हाम्रो थर्ड इक्जाम दिएको हल, इक्जाम हल र सिट प्लानिङ एकदम कडा थियो र इक्जाम पनि एकदम कडा नै भयो। इक्जाम सके पश्चात हामी बाहिर निस्क्यौँ। इक्जाम निकै गाह्रो भएको थियो, एकदमै स्ट्रिक्ट भएको थियो। हामी अब कम्प्युटर इन्जिनियरिङ ब्लकबाट बाहिर निस्किँदैछौँ। यो चाहिँ बाहिर निस्किने गेटमा राखेको गाडीको इन्जिन, यो चाहिँ ब्रेक सिस्टमको सेटअप हो र यहाँबाट हामी पूर्ण बस चढ्न गयौँ र बस चढेर फेरि हामी बस्ने यङसानको हेयोन्दे क्याम्पसमै आइपुग्यौँ। यहाँ आइपुग्दा बेलुकाको 5:30 बजिसकेको थियो। अब अहिलेलाई बाई बाई, फेरि छिटै भेट्नेछौँ अर्को इन्फर्मेटिभ र भ्लगको भिडियोमा। त्यतिन्जेलको लागि सब्सक्राइब गरेर सहयोग गरिदिनुहोला। हस् त, धन्यवाद। ह्याभ अ गुड डे, गुड नाइट।